साथीहरु नमस्ते। म चाहिँ आज चाहिँ मेरो घरमा यो मुडे घारबाट चाहिँ यो आधुनिक घरमा चाहिँ आज मौरी सार्दै छु। मेरो अब हेरौँ कस्तो हुँदो रहेछ है। मैले अगाडिल्लो पटक पनि सारिसकेको छु। ल म सुरु गरे। मैले सबै सामग्री चाहिँ जुटाइसकेको छु क्या। यो मौरी चाहिँ मेरो घरमा मैले मौरी पालेको त 20-25 वर्ष भइसकेको छ है। व्यवसायिक त होइन। हेर्नु बच्चा छ कि सेतो सेतो बच्चा छ कि छ। यो बच्चा भएको बेला चाहिँ हो कि सानो एउटा चाहिँ बच्चा भएको चाहिँ नि है। बच्चा रहेछ यस ठिकै छ। यही बच्चा भएको बेलामा चाहिँ बच्चा चाहिँ बिचरा छलिँगै रहेछ नि त। म अलिकति मले गरेर गर्नु चाहिँ गर्नु। बच्चा गई निस्केछ। चार घर बस्यो होला यतिमा चाहिँ। यहाँको मौरी चाहिँ अब यहाँ हाल्नुपर्छ। रानी आयो होइन मलाई खाला नि अहिले गममै आएर मलाई खायो भने अहिले सबै गइहाल्छ नि। यो लास्ट होइन मौरी सारेको भएछ। ल म दिएको यसरी चाहिँ साथीहरुमा हाले। फाइनली साथीहरु यसरी चाहिँ त्यो मुडेघारबाट यो आधुनिक यो डोरमा चाहिँ यसरी सार्न सफल भएको छ।